म्याक्रोमा गएर हान नि यता खाने यहाँबाट एउटा अझै खानु ल त ठिक छ नि बहुत बहुत दामी राम्रो छ नि हाम्रो जो नेपालको डाँडा पाखामा पाइने लोकल हामी चाहिँ आज लाकडी भन्ज्याङमा आएर चाहिँ ऐसेलु ऐसेलु चाहिँ हामीले हन्टिङ हानिरहेको छौँ होइन अब यो यी ऐसेलु मात्रै आइरहेको हामी खाइरहेको छौँ होइन यो पानी बाँडेर खाउँ हामी मौसमले च्यालेन्ज गरेको ल बाँडेर खाने म चाहिँ यसरी कप्पै खान्छु अनि जग्गा पनि भाँडेर लिन आयो पैसा पनि भाँडेर खानेछौँ जग्गा नि बाँडेर लिने हो अब हामीले चाहिँ भागभन्डा लगाइसक्यौँ जग्गा चाहिँ अब कहिले मिल्छ अनि कहिले लिने पानी नि बाँडेर लिइरहेको छ उसले आधी पाइरहेको छ मैले आधी पाइरहेको छु पनि होइन के अन्त माहौल यस्तै छ जिन्दगीमा एउटा टिकटक बनाएर चाहिँ हाल्नुपर्छ जस्तो छ यो बाटो कहाँ पुग्छ अब यो बाटो पुग्छ के ए ल एउटा टिकटकको भिडियो निकालेर ट्याक्कै भिडियो बनाइदेऊ न त